नमस्कार सम्पूर्णमा। आज भाइटिका विशेष फुपू भदिनी मिलेर घरको मेन ढोका अनि भर्याङहरूमा तेल अनि चामलको पिठो मिलाएर पितृहरू सम्झेर धार हाल्ने कार्यक्रम गरिरहेका छौँ भने यता बुहारीले चाहिँ सेलरोटी कार्यक्रम गर्दैछन्। यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु भाइटिका विशेष भिडियोमा। यो भिडियो चाहिँ अस्ति भाइटिकाको दिनको हो। मैले अलिकति लेट पोस्ट गरेँ किनभने कामको व्यस्तताले गर्दाखेरि अलि ढिलो हुन गएकोमा क्षमा प्राप्ति गर्न चाहन्छु। यता हाम्रो सानो भदा यो 2082 सालको दसैँ तिहार विशेष हाम्रो लागि एकदमै महत्त्वपूर्ण अनि एकदम स्पेशल बनेको छ। किनभने हाम्रो सानो मान्छेको आगमनका साथसाथमा हाम्रो आमा पनि नेपालबाट दसैँ तिहारको लागि जर्मनी अनि स्पेन आउनु भएको थियो। त्यसैले झनै एकदमै स्पेशल बनेको छ यो तिहार। टिका लाउनु भन्दा पहिला हामीले ओखर यसरी फोडेर फाल्छौँ ताकि हाम्रो माइतीहरूलाई सुरक्षित राख्नको लागि अनि हाम्रो माइतीहरूलाई कुनै शत्रु नलागोस् भनेर शत्रुको टाउको ओखर सम्झेर फुटाल्ने चलन छ है। अब हाम्रो भाइटिका कार्यक्रम सुरु भयो। हामीले सुरुमा हाम्रो सानसानो भदिनीहरूबाट सुरु गऱ्यौँ किनभने भदिनीहरूलाई चाहिँ अब धेरैसम्म वेट गर्दाखेरि उनीहरू अटेर लाग्ने होइन अलि बोर लाग्ने हुन्छ नि त। उनीहरूलाई छिटो सकाएर राख्यो भने चाहिँ उनीहरू खेल्न पाइयो, चल्न पाइयो होइन, अब हेर्न पाइयो। त्यसैले उहाँहरूलाई छिटो बनाएर अनि भाइहरूको बुहारीहरूको पालो चाहिँ आउँछ है। विदेशी भूमिमा पनि हामीले यसरी आफ्नो चाडपर्वहरू परिवारसँग मनाउन पाउँदा एकदम खुसी अनि आफूलाई एकदम प्राउड फिल हुँदो रहेछ। आजको भाइटिका भाइ बुहारी भदिनी अनि आमाको साथमा हाम्रो भदिनीहरूलाई यो भाइटिकाको टिका लगाएर एकदमै शुभ होस् होइन, जीवनमा कहिले दुःख नआओस्, ज्ञानी हुनु, धेरै धेरै आशीर्वाद छ, ठुलो मान्छे बन्नु है। हामी मान्छेले चाह्यो भने चाहिँ असम्भव केही नै छैन रहेछ कि गाइस। म चाहिँ अस्ति एक दिनको लागि भाइटिका मनाउन स्पेन गएँ। फेरि त्यही दिनमा बिहान टिका लगाएर बेलुका फेरि जर्मनी नै आइपुगेँ है। हाम्रो सानो भदिनी गिरवानीको अस्ति 22 तारिक 2 वर्षको जन्मदिन परेको रहेछ। म पनि त्यही दिनमा पुगेको म एकदमै सरप्राइज भएँ। भाइटिका साथसाथमा मेरो भदिनीको जन्मदिन परेको झन् म एकदमै लकी फिल गरेँ आफूलाई। हाम्रो सानो मान्छेलाई जन्मदिनको धेरै धेरै शुभकामना। ज्ञानी हुनु है, निरोगी बन्नु, भाग्यमानी हुनु है त। हाम्रो 3 जनै भदिनीहरू लिलिया, गौरवी अनि गिरवानी यो भाइटिकाको टिका लगाएर धेरै ज्ञानी बन्नु, ठुलो मान्छे हुनु हस्। फुपूको धेरै धेरै आशीर्वाद छ। मलाई चाहिँ यो तिहार एकदमै मनपर्छ किनभने तिहार भनेको चाहिँ चेली अनि माइतीको सम्बन्धलाई ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले हामी नारी अथवा हामी चेलीहरूको लागि 2 पटक वर्षको माइत जानु एकदम महत्त्वपूर्ण ठान्छु। तीज अनि तिहार होइन, तीजमा चाहिँ आफ्नो दुखासो पोखाउन माइत गइन्छ भने तिहारमा चाहिँ आफ्नो खुसी बढाउन दाजुभाइ माइतीहरूलाई चाहिँ एकदम आशीर्वाद दिन, खुसी बाँड्न है। माइती र चेलीको सम्बन्ध एकदम बलियो बनाउन, त्यही भएर मलाई एकदम मनपर्छ यो तिहार भन्ने चाड। मेरो यसपालिको तिहार विशेष 2 ठाउँमा भएको छ। यो पार्ट 1 चाहिँ स्पेनमा बार्सिलोनामा मेरो भाइ बुहारी भदा भदिनी अनि आमाको साथमा भएको छ भने पार्ट 2 चाहिँ यता ह्याम्बर्गमा मेरो दाजुभाइ अनि भाउजूहरूसँग भएको छ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु र पार्ट 2 पनि आउँदैछ है। किनभने म अलिक कामको व्यस्तताले यो भिडियोहरू हाल्न सकिरहेको थिइनँ। म आज एकदम कोसिस गर्नेछु है। हाम्रो भाइटिका एकदम भव्यताका साथ भइरहेको छ। भाइहरूलाई शिरमा टोपी लगाएर तेलले मसाज गरेर रोगहरूबाट टाढा मुक्त गराउन र सधैँ आफूलाई उच्च स्थानमा राख्न सकुन् भनेर मेरो भाइहरूलाई
यो चेलीको हातको टिकाले एकदम शुभ बनोस्, सधैँ खुसी हुनु, निरोगी रहनु, असल मान्छे बन्नु, परिवार अनि समाजमा सधैँ उदाहरणीय व्यक्ति बन्नु। जिन्दगी भनेकै सङ्घर्ष हो है। सङ्घर्ष गर्न कहिले नछोड्नु, किनभने सङ्घर्षले नै हाम्रो जीवनलाई सफलताको शिखरमा पुर्याउन सक्छ। दुःखमा नआत्तिनु है। कहिले पनि आफ्नो कर्तव्य नभुल्नु। यो निधारमा लगाएको 7 रङ्ग जस्तै जिन्दगी रङ्गीन बनाउनु। सम्पूर्ण देवी देवताहरूले रक्षा गरून्, पितृहरूको आशिष लागुन् है। जीवनमा सबैभन्दा ठुलो धन भनेको स्वास्थ्य हो। स्वास्थ्य रहनु। जिन्दगीको बाटोहरूमा काँडाहरूलाई पन्छ्याउँदै हिँड्नु अनि आफू सफलताको शिखरमा पुग्नु। यो चेलीको आशिष लागुन्। यो भाइटिकाको धेरै धेरै शुभकामना मेरो भाइहरूलाई, बुहारी, भदा भदिनी अनि सम्पूर्ण माइतीहरूलाई। म फेरि पनि भन्छु, यसपालिको तिहार मलाई एकदमै खुसी लागेको छ। यति भन्दै आजको मेरो तिहार विशेष, भाइटिका विशेष पार्ट 1 भिडियो यति नै। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र अन्तमा हजुरहरूको दिन शुभ रहोस्। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।